खराबीवाला दिनहरू सुरु हुन्छ। खराबी हुँदा पनि सही कुरा ईश्वरतर्फ मन लगाएर भइसके पाइसके भनेर आशातीत शब्दहरू बोल्नुहुन्छ। हुनै नसक्ने काम पनि 1000% हुने योग्य पिताले बनाइसक्नु भएको छ। हाम्रो मुखमा जीवन छ, त्यो जीवनको वचनलाई परमात्मा भन्नुहुन्छ पक्रिएर राख। यो जीवनको वचन, यो जीवनको रोटी, यो जीवनको पानी हैन, वचनलाई परमेश्वरले जीवनको पानी बनाउनु भएको छ। यो वचन पिउने मानिस, यो वचन खाने मानिस, वचन अनुसार चल्ने मानिस, संसारको कोही मानिसको पनि एकदमै प्यासा बनेर कोही मानिसको पछि लाग्नु पर्दैन, कसैले गर्देला भन्नु पर्दैन। परमेश्वरको वचनको पानी खाने मान्छे कहिले प्यासा हुनु पर्दैन। परमेश्वरको वचनको रोटी खाने मान्छे कहिल्यै भोकाउनु पर्दैन। परमेश्वरको वचनको मार्गमा हिँड्ने मान्छे कहिले पनि तर्किनु पर्दैन, कहिले पनि भड्किनु पर्दैन, कहिले पनि गिर्नु पर्दैन, कहिले पनि लत्रिनु पर्दैन, कहिले पनि कमजोर हुनु पर्दैन। सदा सर्वदा परमात्माले स्वर्गका कामहरू पनि हाम्रो जीवनमा गरिसक्नु भएको छ। धन्यवाद पिता। भइसक्यो, पुरा शब्द बोल्नुभयो, पुरा दाना मकैको दाना रोप्नुभयो या पुरा भटमासको दाना रोप्नुभयो त पुरा रोपेपछि उम्रिन्छ, त्यसले फल दिन्छ। आधी रोपेपछि कुहिएर जान्छ। त्यस्तै जो भइरहेको छ त्यसलाई नबोल्नु, जो चाहिएको छ पाइसके बोल्नु, धन्यवाद गर्नु, पिताले काम गरिसक्नु। यति त भयो, यति बाँकी छ, बाँकी नबोल्नु। तपाईँको विश्वास अनुसार ईश्वरले काम गर्नुहुन्छ। तपाईँको जस्तो विश्वास त्यस्तै काम परमेश्वरले 1000% प्रकट गरिसक्नु भएको छ। अब बाँकी छ भने विश्वासको डोज बढाउनु। विश्वासको डोज पनि पिताको सहायताबाट बढाइसक्नु भयो। घोषणा गर्नु, पाइसकेको भयो। जो तपाईँको लागि आज जरुरत छ, जो प्राप्त छ त्यो पर्याप्त छ, जो प्राप्त भएको छ पर्याप्त छ। परमात्माले भन्नुभएको छ नि, सन्तुष्टि सहितको भक्ति नै सबैभन्दा ठुलो लाभ हो। यो सन्तुष्टि सहितको भक्ति तपाईले जति ठुलो हिराको या सुनको चाँदीको जति ठुलो सूर्यको चित्र बनाएर त्यो चित्रमा तपाईले जति फुरफुरो ठोकाए पनि त्यो चित्रले तपाईलाई ताप र तपाईलाई तातोपना दिन सक्दैन, उज्यालोपना दिन सक्दैन। तर उज्यालोपना र तापन चाहिएको छ त ओरिजिनल रियालिटी सूर्यकै जरुरत पर्छ। त्यस्तै संसारमा जति नाम कर्म धर्मको नामले जति फुरफुरो ठोकाएर चिज वस्तुमा लागे पनि तपाईको जीवनमा त्यो चिजले काम गर्ने छैन। किनकि आँखा छ देख्दैन, कान छ सुन्दैन, मुख छ बोल्दैन, खुट्टा छ हिँड्दैन, अरूले हिँडाइदिनु पर्छ, अरूले बोकिदिनु पर्ने, अरूले नुहाइदिनु पर्ने, अरूले खुवाइदिनु पर्ने। मेरो बुवाले भन्दै गर्नुहुन्थ्यो कि 11-12 बज्न लागेपछि बुवाले भन्नुहुन्थ्यो मेरा देउता भोकाएका छन्, देउतालाई खुवाउनु पर्छ, पहिले देउतालाई खुवाउँछु अनि म खुवाउँछु। हामीले खुवाइदिनु पर्ने देउता थिए हिजोको दिनमा। तर आज हामीलाई महिमा दिनेवाला देउता, देउता मेरो महिमा देउता मेरो बच्चा भन्नेवाला हाम्रो पिता जीवित ईश्वर हामीसँग हुनुहुन्छ। हिजोको